हेलो एवरीवन, यस्तै बिजोग मुसलधारे पानी, हावाहुरी, मसिना पानी जस्तोसुकै अवस्था पनि यो सहर बजारको पारीहरूको भएन। यो सडक निर्माणमा बस्ने ठाउँ पनि छैन, दिँदैन। गेट लगाएर राख्छ, गेटभित्र पुरै ठाउँहरू कति खाली छ। कम्तीमा अर्को घाममा हावाहुरी ठुलो बरसातमा बस्न दिए पनि हुँदैन। के भने यति बिजोग आँखा अगाडि लक 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 तानेर बसिरहेको देख्छु त्यो जनावरहरू। कति बिजोग हे भगवान्, यो सरकारले के हेरिरहेछ? पढेलेखेको सरकार आयो, कम्तीमा यो सडक जनावरहरूलाई व्यवस्थापन गरेर ठाउँ सेल्टर बनाएर व्यवस्थापन गरेर नेपाललाई स्टे फ्री कन्ट्री त बनाउनुहोस्। प्लिज सबैजनाले त्यही भागहरूको जसको मन मिल्छ आफ्नो एक स्टे दबाईलाई भित्र पस्न दिनुहोस् प्लिज। ठुलो पानी पर्दा हावाहुरी, असिना पानी पर्दा, ठुलो चर्को घाम पर्दा प्लिज यति दया गर्दैछु। थ्याङ्क यू सो मच एभ्रिवान। कति बिजोग